माई फ्यामिली कस्तो छ तपाईँहरूको हालखबर? म त गायबै भएको थिएँ यार, स्क्विड गेमको चक्करमा मेरो अलिकति जब पनि लागेको थियो, त्यही भएर अलिकति गायब थिएँ म। तपाईँहरूको हालखबर सुनाउनुहोस् कस्तो छ? अब कृष्ण थारूजी वेट धेरै गराएको छ है, तर मैले तपाईँहरूको लागि बेस्ट एपिसोड ल्याइसकेको छु, स्क्विड गेम एपिसोड 1। फटाफट रियाक्सन सुरु गरौँ, कस्तो भएको छ? हामीहरूको टिमले धेरै मेहनत गर्नुभएको छ। आजदेखि स्क्विड गेम स्टार्टिङ हुँदैछ, सुरु गरौँ है। म पनि हेर्छु कि कस्तो हाम्रो टिमले गर्नुभएको छ डबिङ। यसमा चाहिँ मेरो सानो रोल छ, अब हेरौँ कस्तो छ। को हो? प्लेयर 456 तैँले यिनीहरूलाई नै खोजिरहेको थिइस् नि? यसमा सागर ओडीले पनि भोइस दिनुभएको छ। उनीलाई थ्याङ्क यू सो मच हाम्रो भिडियोमा डबिङ गरिदिनु भएकोमा है। अनि हाम्रो बादलजी पहिलो कुरो न छ है। म यसमा खाना अनि केही दबाईहरू छन्। अहिले स्वास्थ्य कस्तो छ? ठिकै छ जस्तै भनौँ। तिमीले देखेर त्यस्तो त लागेन मलाई। यत्रो टेन्सन लिने के जरुरत छ र? भेटिहाल्छ नि त्यो मान्छे। तिमी आफ्नो स्वास्थ्यलाई ख्याल राख। केही थाहा भयो? हामीले आज पनि सबवेको लाइन 124 मा छानबिन गरेको थियो, तर त्यो भेटिएन। कति बजीदेखि? बिहान 10 बजीदेखि राति 10 बजीसम्म। बीचबीचमा खानेको ब्रेक लिन्थ्यो, त्यो पनि पालै पालो। मलाई लाग्छ त्यसलाई शङ्का लाग्यो जस्तो छ तिमीले खोज्दैछ भनेर। मेरो केटाहरू 2 वर्षदेखि यही काममा लागेछ, थाहा छैन कहाँ लुकेछ। भोलिबाट अझै मान्छे बोलाऊ र टाइम पनि बढाइदेऊ। बिहानको ट्रेनदेखि बेलुकाको ट्रेनसम्म नजर राखिरहनु पर्यो त्यहाँनिर, र मान्छे लाइनमा हुनु पर्यो त्यहाँनिर। त्यसो भए धेरै मान्छे चाहिन्छ त फेरि? ठिक छ, तर धेरै मान्छे बोलायो भने खर्च पनि झ्याम्का झ्याम जान्छ। वेट, 3 वर्ष अगाडि यसले मलाई यसै गरी इन्भिटेसन कार्ड दिएको थियो मलाई। तर अहिले पनि त्यो गेम चलिरहेको छ भने नयाँ प्लेयरको लागि मान्छे खोज्दै होला। यो पालि पनि हात लागेन भने 1 वर्ष अझै पर्खिनु पर्छ। मैले बुझेँ। हेर तिमी टेन्सन नगर, भइहाल्छ। वाइवाले पनि एकदम राम्रो डबिङ गर्नुभएको छ बोस। भोलि बिहानदेखि अझै केटाहरू बोलाऊ। अझै मतलब कति बोलाउनु? जति बोलाउन सक्छौ उति नै बोलाऊ। अरे तर फेरि बिहान 6 बजी पुग्नुपर्छ, त्यसैले राति कोही रक्सी खाने होइन। सबजना गएर छिटो के 6 बजे? यति बिहानै को ताक्सी खेल्न आउँछ र? अरे यार 1 मिनेट, बोस भनौँ भने त त्यो हाम्रो टाइम वेस्ट गर्दैछ। होइन, उसले केही सोचेरै भनेको होला। तँलाई थाहा छ नि कति धेरै मान्छेहरू मबाट ऋण लिएर हरायो, कसैको केही थाहा छैन।
न त पैसा पाए न त कोच बिहानै तपाईँ पाए। साँच्चै लाग्छ लफङ्गाहरू कुनै आइल्यान्डमा त्यो चिरकुट गेम खेल्दै होला तपाईँलाई साँच्चै लाग्छ यो फ्रड हो तँलाई के boss? लाग्छ कुनै चुदिया कुरा म यसै मान्छु? म यो पैसाको लागि गर्दैछु। हाम्रो भाग्य राम्रो थियो कि क्युन आफै हामीसँग भेट्न आयो। सबै उधारो पनि चुक्ता गरिदियो अनि त्यसले काम पनि दियो मलाई। त्यसरी यो धन्दा चल्दैछ अनि तिमीहरूको दाना पानी पनि साला। अरे हो होइन म केही पनि सुन्दिनँ। बिहान आँखामा तेल हालेर आइज। केही गरी त्यो ताक्चीवाला समायो भने त्यो इनाममा कति पाउँछ? पुरै 1 मिलियन के 1 मिलियन? 1 हो, मिलियन 1 मिलियन। ओइ थाहा पनि छ त्यसमा कतिवटा जिरो हुन्छ? अम्बो भन्न। अनि जसले त्यसलाई भेट्छ उसलाई 500 मिलियन दिन्छ। ओके हो साँच्ची हो। त्यसो भए आज छिट्टै गई सोध्नुपर्छ। हिँड। तपाईँहरूलाई कस्तो लाग्यो? राम्रो लाग्यो भने त्यही गर्नुपर्छ, लाइक सब्सक्राइब कमेन्ट अनि कहाँबाट देख्दै हुनुहुन्छ त्यो चाहिँ कमेन्ट लेखिदिनु होला। अनि एपिसोड 2 छिटै आउनेछ। यो एपिसोडमा कुन सिन राम्रो लाग्यो त्यो चाहिँ कमेन्ट गरेर जानु होला। अनि यसमा जति पनि डबिङ आर्टिस्टहरूले काम गर्नुभएको छ उनीहरूलाई क्रेडिट डिस्क्रिप्सनमा मैले दिनेछु। यसमा डबिङ गर्नुभएको छ बादल तामाङ, वाइबा अनि सनम थारू अनि सागर ओडीले पनि भोइस दिनुभएको छ। धेरै धेरै थ्याङ्क यू सो मच। डिस्क्रिप्सनमा गएर उनीहरूको च्यानल पनि सब्सक्राइब गरिदिनु होला। अनि म एपिसोड 2 छिट्टै ल्याउने गर्नेछु। योचोटि चाहिँ म जब पनि गर्दैछु अनि रियाक्सन पनि गर्दैछु, त्यही भएर मलाई योचोटि लेट एपिसोड लाएँ। नेक्स्ट विक छिट्टै आउनेछ एपिसोड। थ्याङ्क यू सो मच।